जबसम्म यो लाली बजार फिल्मले र लाली बजार फिल्मद्वारा वादी समुदाय र दलित समुदाय न्याय पाउँदैन। न्यायालयलाई कलाकारलाई किन धम्की दिनुभयो? आगै लगाउँछु जस्तो कुरा गर्नुहुन्छ त, खास के त्यत्रो आवेग छ? ए बाबा, तपाईँ कसरी प्रश्न गर्दै हुनुहुन्छ? तपाईँ कुन जातको हुनुहुन्छ भन्नुहोस्, कुन समुदायको हुनुहुन्छ भन्नुहोस्? जुन समुदायले तपाईँलाई विरोध गरिरहेको छ त्यही समुदायलाई लक्षित गरेर तपाईँको बजारीकरण गर्ने भाडो बनाएको छ। त्यो समुदाय 3 महिनासम्म धाइरहेको छ अड्डा अदालत, नियम कानुन प्रक्रियामा हिँड्दै पनि आवाज सुनेको छैन भने त्यसको गल्ती कसको? त्यो फिल्म कसको गल्तीले चलिरहेको छ भन्ने कुरा त्यो तपाईँले बुझ्ने कुरा हो नि, होइन र? तपाईँले बुझिदिनुहोस्। हेर्ने प्रश्न गर्दाखेरि पनि हुन त त्यो प्रश्न गर्ने तपाईँको गल्ती चाहिँ होइन। तपाईँहरूले जुन प्रश्न गर्नुहुन्छ त्यो तपाईँको प्रश्न होइन, समाजले जुन देखाइरहेको छ वास्तविकता, त्यो वास्तविकताद्वारा प्रश्न गर्नुहुन्छ। तर हाम्रो समाज कुन दिशामा गइरहेको छ, कुन अराजकतामा गइरहेको छ, कुन अशिक्षामा गइरहेको छ, त्यो कमेन्टबाट हेर्नुहोस्। त्यो कस्तो चेतना विकास भइरहेको छ अहिले समाजका व्यक्तिमा, त्यो हेर्नुहोस्।